चाहिँ म साथीकोमा आएको छु त्यो चाहिँ साथीको घर रहेको छ सबै ब्युटिफुल हाउस छ र कुविन्डो लौका ए कुविन्डो यो कुविन्डो लौका यस्तो हुँदैन अबे कत्रो चिप्लेकेर लागेको रहेछ हौ र तिमीले चाहिँ पल्छ या ढुङ्गा बनायो सो गाइज अब चाहिँ हामी भैँसीपाटी चौकतिर जान्छौँ मन्त्री कटरहरू पनि देखाउँछु तपाईँहरूलाई कस्तो ब्युटिफुल हाउस है दुईवटा हाउस छ एकदम राम्रो छ एकदम पिसफुल ठाउँ छ अनि एकदम चिसो पनि रहेछ क्या एकदम धेरै तिनवटा त कुकुरै पालेछ यार साथीले तिनजना त काम गर्नै राखेको छ यार सो अब हामी चाहिँ जाँदैछौँ है म देखाउँछु ल हामी कता जाँदैछौँ नबिना हामी भैँसीपाटी चोक यो भैँसीपाटी चोक किन भनेको हौ भैँसीपाटी चोक त भन्छ नि त्यसलाई होइन किन के कारण हो ए खै पहिला यहाँ भैँसी तल चाहिँ यो एरियामा चाहिँ भैँसी पालन हुन्थ्यो अरे क्या भैँसी बस्ने त गोठहरू त्यो छाप्रो बनाएर भैँसीहरू पुरा पालेको थियो अरे क्या त्यही भएर नि भैँसीपाटी पार्टी थियो अरे क्या भैँसी बस्दा पानी परेछ रातभरि रातभरि बिहानसम्म पनि पानी परिरहेको थियो लगाइ चाहिँ हामी भैँसीपाटी जाँदैछौँ सो हामी चाहिँ सारा यहाँ कति राम्रो फुल फुल्छ है कहिले हो वैशाखमा चैत कस्तो राम्रो फुल फुल्छ कति राम्रो हेर यी बच्चाहरू हेर पुरा हो तिमीहरू उता हिँड्न त साइडमा गाडी हिँड्ने ठाउँमा हिँडेको यो फुल फुल्ने लाज यो एरिया एकदम मनपर्छ मलाई यहाँ भिडियो बनाउन आउँछ मान्छे भिडियो टिकटक गाइस हामी चाहिँ भैँसीपाटी चोकमा आइसकेको छौँ चोकमा आइसकेको छौँ अहिले चाहिँ हामी यो आवास भन्ने ठाउँ होइन के आवास गेट हामी त्यही मार्टमा आएको होला नि अस्ति थियो नि कता मार्ट हो हामी ओरिने हो खिचिरहेको छ आएको यता हेर त एकपल्ट यो आलु त राम्रो छ अर्को खाले आलु रहेन रहेछ हौ के छ गहुँ गहुँ 155 है 100 रुपियाँको दुईवटा आउँछ यत्रो उता गाउँमा उता काँडाघारीमा 100 कत्रो कत्रो बनाना 180 पुगिसकेको यो पनि सुनको भाउ त्यही भइसक्यो बढेको आलु मुडेको आलु छैन मसरुम मुडेको आलु भयो भने चाहिँ दिन लाग्छ मुडेको आलु नै छैन रहेछ ल भाइ कहाँ जानु दाइ दाइ त यहाँ कपाल काट्नु छिर्नु भयो कपाल काट्न माथि जानु म चाहिँ पछि पछि हिँडिरहेको थिएँ ऊ चाहिँ कहाँ गएको होला भनेर मलाई थाहा पनि थिएन माथि चाहिँ सेलुन रहेछ सेलुनमा चाहिँ एउटा सामान किन्नको लागि गएको थियौँ र त्यो सेलुन चाहिँ एकदमै राम्रो थियो एकदम मन पर्यो मलाई चाहिँ यो चाहिँ भैँसीपाटीमा रहेको थियो सो गाइस सबैजनाले गएर पनि गर्न सक्नुहुन्छ आफ्नो सर्भिस है त फेरि हामी लाग्यौँ तलतिर I don't know. Nail care, facial, hairstyle, what to do. पानी परेको छ एकदमै कुल
हामी हिँडेको कहाँ यहाँ चाहिँ के हो त्यो के हो चर्च हो के हो यो थाई रेस्टुरेन्ट हो प्रधान हो मारे प्रधानको हो ए माट यता कता देखेको थियो एउटा माट यहाँ चाहिँ हामी चाहिँ घुमिरहेको छौँ कस्तो वेदर छ कि मौसमले च्यालेन्ज गरेछ गाइस सुन्दै फेरि मौसमले च्यालेन्ज गर्यो भन्दैन यस्तो चाहिँ होइन सुत्न चाहिँ मन लागिरहेको छ तातो भयो सो गाइस ए अब अहिले हामी कहाँ हिँडेको दाइलाई छोडेर हे बेबी कम टु म चाहिँ पछि थिएँ कहाँ हिँडेको होला भनेर सोच्दै हिँडेको यहाँ चाहिँ यस्तो मिठो चिया पाउँदो रहेछ कि यति राम्रो मिठो ओहो बालुवामा पकाएको चिया यस्तो मिठो थियो हामी चाहिँ बेबी चियामा गएर चिया खाएको गाइस मिल्क टी खाऊँ न दुईटा होइन चिनी टिक्का हालेर हो चिनी टिक्का यो भयो नि होइन पाउ यो त पाउ भाजी भयो के मिठो बन्छ यहाँनिर मिठो चाहिँ खानु पर्यो क्या हामी चाहिँ कहाँ छौँ अरे हामी चाहिँ चिया भैँसी पार्टीको हबिबी चाय हबिबी चाय कम टु दुबई होइन कम टु हबिबी चाय कम टु भैँसी पार्टी मिठो है मजाले चिन्लाएन चिनी टिक्का भनेर थप्ने मलाई त लाग्यो म चाहिँ थप्ने भाइ एउटामा सुगर कम भएछ मलाई त ठिक छ म चाहिँ अलिअलि खाने मान्छे परे पाउने हो नि त गाई चाहिँ देखिरहेको छ मलाई एकदम मिठो चिया चाहिँ आज खाइयो होइन साथीहरू धेरै पछि भेट भएको होइन घरमा नि कफी खाएर आएको नि मैले त खा बेबी चिया कति राम्रो यो कस्तो राम्रो आर्टहरू चाहिँ कस्तो राम्रो राम्रो छ यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ चिनी 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 यस्तो हाबिबीको चिया खायो भने चाहिँ गाइज होइन ग्यास्ट्रिक हुँदैन हेर्दा पनि चिया यस्तो घरमा भन्दा पनि दामी तरिकाले पकाउनु भएको छ भने चाहिँ एकदमै त्यो बलुवामा हौ तातो बलुवामा हो त्यो चिया पकाएकै हेरेन अघि तिमीले मेन बनाउनु पर्ने हो अनि मलाई थाहा भएन मलाई चाहिँ अलिक चिया आयो मजा आयो होइन चिया मिठो ठाउँमा आएर मजा आयो क्या आमा लोगो पनि यहाँनिर त पुरै हाबिबीकै रहेछ नि त यतापट्टि चिया खाँदा मलाई चाहिँ मजा आउनुपर्छ क्या मलाई चाहिँ अन्त टक्क पुरा सर होइन दिमागमा मनमा बस्ने गरी खाना जस्तो पनि रुच्छ चिया चाहिँ मलाई एकदम बल्ल मिठो मजै आउनुपर्छ एकदम मिठो चिया रहेछ बेबीको चिया पनि अब भाइरल हुने भयो भाइरल हुने भयो सबैजना आउनु पर्यो है गाइजहरू मिठोकै एकदम चिया मैले अहिलेसम्म ठाउँ पनि कस्तो खालको चिया हुँदै चियापत्ती पकाएको चिया छ यार मिठो छ बलुवामा तातो बलुवामा होइन हाम्रो चाहिँ यो आइरहेको छ के हो अरे यो पाउ भाजी है मैले चाहिँ फर्स्ट टाइम खाएको यो पाउ भाजी अहिलेसम्म खाएको थिइनँ अनि यस्तो हुँदो रहेछ होइन ए ल हामी चाहिँ अब पाउ भाजी सुरु गरौँ है ल यसरी खाने हो टक्क लाएर म चाहिँ यसमा अलिकति निकालिहाल्छु ल निकाल के गर्नु गाह्रो छ
누가 나 봐봐. 누가 카메라 하는 봐봐, 가. गाह्रो छ क्या भेज र नन भेज भएपछि हामीलाई भयो कति ल अच्छा हामी सुरु गऱ्यौँ खाइरहेछौँ हामी चाहिँ पाउभाजी खान्छ हाम्रो साथीभाइ भेटपछि यस्तै हो हामी त लाइभ सेयर गरिदिनु होला है त गाइस थ्याङ्क यू सो मच काम भिडियो स्टार्ट भएर गएछ अचारसँग कस्तो मिलेको यमी यमी गाइस यो हाबिबीमा चाहिँ चिया चाहिँ यसरी पाक्दो रहेछ होइन मैले चाहिँ फर्स्ट टाइम देखेको छु न्यू स्टाइल अनि फेरि चिया पनि उत्तिकै मिठो यो चाहिँ बालुवामा मजाले तातेर मजाले ल ब्लगमा भाइ के भन्छ बोलिदिउँ न युट्युब सर्च गरिरहेको छु म हालिदिउँला तपाईँलाई यो चाहिँ होइन एकदमै राम्रो के मिठो चिया के यतिको त मैले चिया कहिलेसम्म खाएको थिइनँ अनि बनाउने चाहिँ उहाँ है यो भाइ है आइ भन्दैन कस्तो मिठो क्या चिया चाहिँ यसरी बनिँदो रहेछ गाई चाहिँ अचम्म लाग्यो सो के छ यो चाहिँ चियापत्तीहरू यो चियापत्ती चिनी यो के हो यताको बिचको मसला चियापत्ती ओके अब बिस्तारै मेरो छोरालाई म दसैँ पछाडि भोइसबाट चोकतिर निकाल्ने यस्तो उसको कारमा गाडीमा उसको लागि त काठै त हो त रमाउँछौँ